कलम छिटो पैसा छैन क्या दियो र पैसाले औसी कसलाई किन्छौ र औषधि ए आइसक्रिम किन्ने दादालाई दिन्छौ कि दिन्नौ नि आइसक्रिम किनेर दादालाई दिन्छौ कि दिन्नौ दिन्छौ मलाई दिन्छौ कि दिन्नौ नि ड्याडीलाई दिन्छौ कि दिन्नौ आइसक्रिम दिन्छौ पैसा खै त नि आइसक्रिम किन्ने खोइ पैसा कोसी त नि पैसा तिनी नानी छ पैसा छैन कोसी त नि पैसा गोजीमा दाम छैन भन न गोजीमा दाम छैन पैसा छैन भने कसरी खाने त नि आइसक्रिम छैन अब नखाने हस् छैन पैसै कहाँ गएर किनेर खाने त नि कहाँ खाएको आइसक्रिम खाने पसल त्यही छेउ कहाँ छ र आइसक्रिम कहाँ पाउँछ ए मम्मी से पैसा दिने ल त म अहिले गएर खाऊ हस् अब यो जकेट खोलम भोलि आइसक्रिम खाने बेला जाडो हुन्छ नि यो जकेट लाएर खाउने क्या अहिले यसरी घाँसेर खान्छौ दादा हेर यसरी खान्छ अरे आइसक्रिम यसरी सुतम पारानी राम्रो जकेटै छैन यस्तो नराम्रो आची जकेट छ का पोहोर भइसक्यो सबै भुवा उडिसक्यो त्यसको त्यति राम्रो जकेट छ ल्या तिम्रो जकेट ल्या म लाउँछु तिमीलाई ल्या मम्मी के न कस्तो नराम्रो आची जकेट छ ल्या यो म लाउँछु ल्या हस् मम्मी लाउँछु हस् ल्या मम्मीको आची गयो तिम्रो टोपी तिम्रो कति राम्रो छ यो म लाउँछु हस् दादालाई दिने कि नदिने त्यसैलाई लाउने हुन्न दादालाई नदिने ए मम्मीले चाहिँ लाउने हस् कति राम्रो नि ह्याप्पी होलीलाई चाहिँ मम्मी ह्याप्पी अब भोलि किनिदिन्छु हस् आइसक्रिम खान्छौ भोलि औषधि खान्नौ के खान्छौ त नि के खान्छौ ए भोलि ड्याडीसित साइकलमा घुम्नु जाँदै लाएर जाऊ हस् कहाँ जान्छौ त नि कहाँ जान्छौ त नि साइकल नगए स्कुल दादाको स्कुल जान्नौ जान्छौ कि जान्नौ यो राखा गर भोलि लाउनु पर्छ उठेर आमै कति राम्रो ज्याकेट ब्युटिफुल छ है हजुर कति राम्रो ब्युटिफुल हो मम्मीलाई कस्तो देखियो नि ब्युटिफुल देखियो कस्तो देखियो नि मम्मीलाई राम्रो छ कति राम्रो हो सानीको ह्याप्पी होली के भयो ए टोपी पनि लाउने टोपी लाउने भने केही न टोपी लाउनु कि नलाउनु ओ सानी ओय खोइ मेरो नानी ओय तिमीलाई स्कुल जाने बोल्दैथिन् नि हो कसै ठोक्यौ त नि टाउको लर ऐनामा हेर्न लागिरहेको हो तिमी बोल्दैथिन् नि स्कुल जाऊ है ब्याग बोकेर जानु पर्छ स्कुल ठुलो भइसक्यो मान्छे भूत त हुन्न मम्मी त भूत आउँछ उ त ढोकाटा भूतले हेरिरहेको छ बाहिर भूत छ मलाई डर लाउँछ भूतले खान्छ मम्मीलाई अब छ भूत मलाई खान्छ मम्मीलाई भूतले खान्छ मलाई
भूतले खान्छ दादा कसले ड्याडीले पाहाड दिनुहुन्छ भूतलाई कसरी पाहाड दिनुहुन्छ मम्मीलाई लान्छ अब मान्दिर चिन्केन फेरि कान्छी छोरीले मम्मीलाई त जकेट ए तिम्रो टोपी लाउनु पर्यो चिसो भयो उठै मेरी कान्छी छोरीलाई अन भन ए अन भन अब म गरिदिन्छु त ल अन गर त बत्ती बत्ती अन गर त खसाउने खाटबाट ओए भूत आउँछ फेरि आयो भूतलाई धपाइदियोस् अब सुत अब सुत के भयो उडीकी कान्दिन्छन् नानीले त भूतलाई कसरी उडीकी कान्ने त्यस्तरी उडीकी कान्ने कहिले लानु त कसरी उडीकी ए जस्तरी हान्ने हो ओ दादा उडीकी गर्ने कस्तो हेर बहिनीले सिकाउँछु लड्छ कि मन टान्दिरहेछ नि समातेर गुट्टो आउँछ है ए मम्मीको क्रिम लगाइदिनु पर्छ हामीलाई राम्ररी बनाउनु पर्यो है दादालाई लगाइदिने कि नलाइदिने ल हजुर ए मम्मी लाउने मलाई भूतले लान्छ कि मलाई भूतले लान्छु भनिन्छ नानीले पिट्दियो यस्तो हानिदिएको ड्याडीलाई देखाइदिएको त कस्तो हानी के नानीले भूतलाई नाच न एकचोटि फुला अस्ति रे कस्तो अरे मान्छे म त ढले ढले भने कसरी